वेलकम टु माई ब्लग। स्वागत छ हजुरहरूलाई नेक्स्ट ब्लगमा। हजुरहरू आरामै हुनुहुन्छ होला होइन? म चाहिँ आरामै छु। आज चाहिँ मेरो काम छुट्टी अनि आज चाहिँ ढिलो उठेको थिएँ कि म। हेर्नु नि मेरो बेडहरू यस्तो छ, मेरो बेडको हालत, रुमको हालत यस्तो छ। मैले सफा गरेको छैन, भर्खर धन्दा गरेँ, मुख धोएर अनि आएको। यहाँ बडाल कुडाल पनि गरेर छैन होइन। हेर्नु न लुगा फोहोर फाल्नु पनि यो यति। यहाँ चाहिँ लुगा हेर्नु न, बेड यस्तो छ हालत। म चाहिँ अघि भर्खरै उठेको हो अनि रुम सफा गर्नु पर्ने छ। यहाँ पानी ल्याउनु पर्ने छ जर्किनमा, अर्को साटेर छैन, सकिएको छ। अब खाना पकाउनु पर्ने हुन्छ। मेरो बुढा आउनु लाग्नुभयो कामबाट खाना खानलाई। अलिकति खाना पकाएन भने मलाई चाँडा खानुहुन्छ, चाँडा। आज त किस्ती हेऱ्यो नि त साथीहरू होइन। आज चाहिँ साथीहरूले को कोलाई किस्ती दिनुहुन्छ त कमेन्टमा लेख्नु है त। आफ्नो त बुढो पनि छैन होइन, त्यस्तै हो अब। यो बिहेन गरिन्जेल मात्रै हेर्छु कि, भ्यालेन्टाइन डे, रोज डे, प्रपोज डे, टेडी डे, हक डे होइन, के डे थाहा छैन त्यति मजाले मनाउने। लभ पर्दा मात्रै रहेछ, यो बिहे गरिन्थ्यो त वास्तै नहुने। यस्तै छ। आज चाहिँ छुट्टी छ मेरो, दिनभरि के गर्छु होइन अब थाहै छैन मलाई। लुगा धुनुपर्ने छ हौ, एक जेब्रै छ हेरौँ न। यहाँ जिब्राको एक जेब्रा छ लुगा धुनुपर्ने, तर म चाहिँ सक्दिनँ। लन्ड्रीमा लाने भनेको हिजो बेलुका बुढाबुढी यही बाहिरमा झगडा भयो। लन्ड्रीमा लाने भनेको किन लानु पर्यो, आफै धुनु भन्छ। सक्यो पो धुनु त होइन, नसके त कहाँबाट धुनु। हेर्नु न मेरो कपाल यति झर्छ हौ, हेर्नु न। इस यति झर्छ, के गर्नुपर्ने हो भन्नु त। इस हेर्नु त कपाल झरेर यस्तो भएको छ मेरो कपालको हालत। के गर्नु, गाह्रो छ मलाई। हेर्नु कपालै छैन कि मेरो, बिचमा कपाल तालु भएको छ। के गर्नुपर्ने यसको लागि, यो कपाल यस्तो झरेको छ, के गर्नु पर्यो यसको लागि भन्नु त साथीहरू। हजुरहरू चाहिँ के युज गर्नुहुन्छ हौ। यो मेरो बुढाको र यो मेरो फोटो टाल्ने भनेको 1 वर्षै भइसक्यो। खोइ कहिले टाल्नु थाहै छैन। यो यहाँनिर पर्दा लाउने मान्छेहरू नि आएको छैन कि। यहाँनिर ढोकामा र यो ढोकामा र झ्यालमा पर्दा लाउने भनेको खै कहिले हो कहिले मिलेको छैन टाइम। अब म काममा गइहाल्छु भोलिदेखि। बिहान 10 बजीदेखि काम गइहाल्छु, बेलुका 6 बजी मात्रै आउँछु, टाइमै हुँदैन। अस्ति काम नगरिन्जेल चाहिँ मैले बोलाएको मान्छेहरू नआउनेहरू खुट्टेको बोल्छ नि, त्यहाँदेखि आएन नि, लाएको छैन पर्दाहरू। आज चाहिँ सब्जी के खाने त भने नि, लौका र आलु। यहाँ तल छ लौका अनि यहाँ छ आलु, यो दुईवटा मिक्स गरेर पकाउने। हजुरहरूलाई कस्तो लाग्छ लौका र आलु? मलाई त एकदम मिठो लाग्छ। आयो म त गलेर भुतुक्कै सुति गएछु बेलुका त होइन। बिहान उठ्दा त 9 बजी सकेको बा, छक्क परेँ म त। ल अब म पनि खाना बनाउँछु होइन। भर्खर धन्दा गरिओरि आएको। हेर्नु न मैले कराही धोएर टिलिक्क पारेको छु, धोएर टिलिक्क पारेको छु। कसले पारुन्छ यस्तो टिलिक्क? म पार्छु होइन त। बट्टाहरू मिलाउनु पर्ने छ, धुनु पर्ने छ कुनहरू। ल साथीहरू हेर्नु न, मेरो थालबुटीको यहाँनिर यसरी मिलाएर राखेको छु, बिजोक छ हौ। हेर्नु न, मिलाउनु पर्ने यस्तो हालत छ। फोहोर फाल्ने भनेर हिजो गएको, गाडी नै गइ छ। अब कहिले आउँछ अनि। आज आउँथ्यो अरे, तर म त सुति गएछु, थाहै छैन। हेर्नु न, ब्रस गरेर यहीँ पो रहेछ त, थाहै छैन। यहाँ राख्छु कि म चाहिँ सबै सामानहरू यहाँ राख्छु। ल त गाइस, एकछिनमा म चाहिँ भर्खरै धन्दा गरेँ, मिलाएँ। यहाँ चाहिँ खाना र सब्जी छ, यहाँ चाहिँ दाल थियो, त्यत्तिकै छ। मैले चाहिँ धेरै खान सकिनँ, धेरै भएछ आज खाना र सब्जी होइन। अनि अहिले चाहिँ दिउँसोको 12-1 बज्यो, 12 बज्यो होइन। अनि के अरे बुढासँग बोलेँ, खाना खायो ओऱ्यो होइन। बुढासँग बोलेँ, अलिकति बुढा मेरो चाहिँ लफडा भयो कि, लफडा भयो।
किन्युमा भन्दाखेरि यो लुगा लाने न लन्ड्रीमा भन्दाखेरि हुँदैन भन्छ। किनभने आफै धुनु अरे। एक जेब्रासम्म चाहिँ कसरी धुनु? एक जेब्रा छ लुगा, एक जेब्रा कसरी धुनु? म एक जेब्रा एक्लैले लन्ड्रीमा लान्छु म हुँदैन आफै धुवा भइ भन्छ। नसक्नु सक्दिनँ कहाँबाट धुनु एक्लै चाहिँ एक जेब्रा लुगा कहाँबाट धुनु म चाहिँ एक्लै यहाँ सक्दिनँ त। नसक्ने कुरा चाहिँ किन बल गर्नु होइन र। अनि त्यही भएर हेर्नु न चक्ली पनि कस्तो चिसो न चिसो भयो। यहाँ तातो छ कि घाम अनि यस्तो गदे कस्तो तातो भयो खुट्टै। अनि एक्लै एक जेब्रा धुनु भन्छ। कहिले सक्नु एक जेब्रा धुएर चाहिँ भनेको आफै धुवा भन्छ। अनि भरे अब कामबाट आउनुहुन्छ 2 बजी, यहाँको 2 बजी नेपालको 2 बजी आउनुहुन्छ, उता 5 बज्छ आउनुहुन्छ। अनि त्यहाँदेखि नि फेरि कुराकानी गर्नुपर्छ होइन र। अनि एक्लै एक जेब्रा लुगा धुनु सक्दिनँ त कहाँबाट चाहिँ धुनु त म होइन साथीहरू भनिदिनु त। यसो कमेन्ट गरिदिनु हौ। लन्डीमा लाने भनेको दिदिनु आफै धुनु भन्छ। कस्तो हातै दुखो बानी नभएर होला हातै दुखो। आज काम छुट्टी हो। अनि भर्खरै खाना खाएर धन्दा गरेँ ओरि। अनि दिदीसँग बोलेँ। दिदीले अस्तिको दिन कल गर्नुभएको थियो। मेरो दिदी होइन मेरो डेमाको छोरी कल गर्नुभएको थियो। अनि बोलेँ ओरे। अनि त्यहाँदेखि धन्दा गरेँ भर्खरै। अनि त्यहाँदेखि यहाँ घाममा निस्केर बसेँ। के चिन्ता त भित्र कोठामा कति जाडो छ। जाडो नै जाडो छ भित्र कोठामा त। यहाँ चाहिँ कस्ता त न्यानो छ काम। अनि यस्तो सोधिँदा खाने हो लुगा धुनु भने एकाली एकाली भनेछ। एक जेब्रा छ ठुलो जेब्राको एक जेब्रा कहिले धुइसक्नु म होइन त साथीहरू। यसो भनिदिनु हौ नधुनु लन्डीमा लानु भन्ने को हुन्छ कमेन्ट गर्नु त लु। म त बिहोसै हुन लागिसक्यो। यत्रो धेरै लुगा छ कहिले धुइसक्नु। आज काम छुट्टी बल्ल बल्ल र पनि बाँच्नुपर्छ बुढाबुढी होइन र। म चाहिँ भर्खरै होइन सुतेर उठेको। फोन हेर्दै सुत्दै फोन हेर्दै कस्तो अल्छी लाग्यो कि। म त आज भ्लग गर्नै मन नलागेको कि। खै किन हो यस्तो आज मलाई भ्लग गर्नै मन नलागेको कि। अरू बेला कस्तो एक्साइटेड हुन्छ भ्लग गर्न है। आज त बत्ती पनि बालेको छैन। के साह्रो अल्छी भएको। आज काम छुट्टी भएको के साह्रो अल्छी लागेको मलाई। काम छुट्टी हुँदाखेरि त बरु काममै बरु यो हुन्थ्यो यताउति गर्दै टाइम जान्थ्यो। यो रुममा बस्दा त के साह्रो अल्छी लागेको कि मलाई त। के हो यस्तो बा। अघि खाना पकाउँदै पानी सकिएको थियो। अनि पानी लिएर एक जर्किट पानी लिएर आएको थियो। यत्तिकै छ पानी सकेको थियो अघि चाहिँ। खाना सब्जी बनाउँदै खाना चाहिँ अघि बिहानको छ सब्जी। खाना पनि थोरै छ खाना बसाल्छु भइहाल्छ। खाना आज पकाउनु पर्दैन। लुगा पनि धोएन हेर्नु न। लुगा पनि यत्तिकै छ लुगा पनि धुनु पाएन आज त धोइन। नि अल्छी लाग्यो मैले त। अनि यता लन्ड्री लाने भनेको कहाँ थाहै नै भएन। लन्ड्री लाने भनेको कता छ काठमाडौँमा लन्ड्री देखाइदिनु न भनिदिनु न मलाई। थाहै भएन कता हो कता। मान्छेहरू चाहिँ तलबाट पानी बोकेर आउँदैछ। पानी होइन लुगा धोएर आउँदो रहेछ तलबाट। तल चाहिँ धारा छ क्या। धाराबाट धोएर पानीहरू बोकेर लिएर आउँछ हौ। हेर्नु न म चाहिँ अल्छी हो कि त्यहाँ तलबाट ल्याउनु सक्दिनँ म चाहिँ। अनि यही जर्किन त यो बोक्नु त सक्दिनँ म दोकानबाट ल्याउन। यो त पछि तिरेर ल्याउँछु म। हेर सुतेर चाहिँ यहाँ भर्खरै यस्तो छ। जाडोले काठमाडौँमा कति साह्रो जाडो हुन्छ है। जाडोले कामेर आज त किस्टे अरे खै खल्लो भएर किस्टे कि के हो डे थाहै नै हुँदैन। भोलि त भ्यालेन्टाइन डे खै हाम्रो त कसले नि गिफ्ट पठाइदिँदैनन्। हामीलाई पनि गिफ्ट पठाइदिए त हुन्थ्यो नि कसैले। कोही छैन हामीलाई त गिफ्ट पठाइदिने। बुढाले पनि
बुढाले पनि पठाइ दिँदैन कस्तो हुन्छ है अरूको बुढाले त पठाइदिन्छ नि थियो मेरो बुढा त पठाइ नै दिँदैनन् मलाई त गाह्रो छ कसैले पठाइदिनु हो मलाई यसो भ्यालेन्टाइन डेको गिफ्ट लाउनुहोस् हजुरलाई भनेर पठाइदिए त हुने नि पठाइ नै दिनुहुन्न कसले नि हामी पनि कस्तो एक्साइटेड हुन्थ्यौँ पठाइदिए त पठाइदिनुहुन्न कसले नि यो चाहिँ मेरो पहिलाको बर्थडेको गिफ्ट साथीले दिनुभएको छैन र यो चाहिँ हिजो मैले वाउ असली रोज भनेको असली नै हो कि जतिसुकै होइन पुरानो भयो भने हेर्नु त कस्तो मग बास्ना बनाउँछ आहा यो काठमाडौँमा त कहिले सुक्दैन कि क्या हो फुलहरू होइन अरू दमकमा हुँदा जाँदाखेरि कुकुरुक्क पर्थ्यो सुकेर हेर्नु न अहिलेसम्म ओइलेकै छैन असली भनेको असली नै हो नि त यो चाहिँ अस्ति रोज डेको दिन मैले किनेको कि बुढालाई मागेर किनेको होइन रोज मैले रोजेको पैसाले पनि पैसा मैले तिरेको भन्दा हुन्छ बुढाले त ठोस मात्रै भएको कि यसो स्क्यानरमा क्युआरमा चाहिँ ठोस मात्रै भएको पैसा त मेरै हो नि राख्नु पो दिएको छ मैले बुढालाई होइन र साथीहरू होइन त्यसो भन्नु हो त्यो जिस्काएको मेरो बुढाले किनिदिनु भएको हो होइन त गाई छोरो मिस यु बुढो होइन र साथीहरू के कसो हो म चाहिँ भर्खरै चटपटे लिएर आएको होइन त के खान लाग्यो नि चटपटे लिएर आएको 50 को खाना खान्छु खाना थाहा भएन तर्सिएपछि साथी गयो म त आचुचुचु कस्तो जाडो छ बाहिर त मर्ने गरेर तर म चाहिँ हाइटै भेट्दिनँ कस्तो अब चटपटी खान्छु होइन भन्नु न साथीहरू खाना खान्छु खाना थाहा भएन अब म चाहिँ भिडियो यतै इन गरौँ जस्तो लाग्यो होइन त साथीहरू लास्टसम्म हेरिदिनु भयो होला होइन अब झ्याल बन्द गरेर रहेछ कस्तो अन्त किन चिसो हुन्छ भनेर झ्यालै बन्द गरेर रहेछ लास्टसम्म हेरिदिनु होला साथीहरू है धेरै धेरै धन्यवाद नहेर्नु भएकोलाई हेरिदिनु होला डल्ले खोर्सानी खाना आउनु होला अमिलो खाना आउनु होला साथीहरू म चाहिँ आजु बाई बाई साथीहरू लास्टसम्म हेरिदिनु होला माया गरिदिनु होला है त नहेर्नु भएकोले हेरिदिनु होला है अब ब्लग आइहाल्ने छ बाई बाई